हेलो सो गाइज स्वागत छ मेरो च्यानलमा तपाईहरुलाई। अहिले चाहिँ हामी बारी खन्न जाँदै हन इधर भाउजू हुनुहुन्छ, उधर चाहिँ दाइ हुनुहुन्छ। अब दाइ चाहिँ उहाँ डुराक हो। यस्तै पनि अझ खन्न जाने रे। खन्न त पर्यो हन, गाउँ घरमा भएपछि यतिकै त गर्नु पर्यो के। यतिकै त नर्मल सहर बजारमा भए पो ओहो ओ नि बरै भन्दै बस्न हुन्थ्यो। गाउँ घर यतिकै त हुन पर्यो। हाम्रो दाइ चाहिँ यस्तो गर्दै हो। चिप्लो होला राम्रोसँग। गाई गाह्रो छ नि हो। अब खन्नु त जानु पर्यो हैन। पुनम त आएन नै। भाइ केही बोल्दिनु त होला। अबि म के बोल्दिन होला। बोल्दिनु न। मलाई बोल्नै आउँदैन। आन्छ के? आन्न। जे होस् हाम्रो भाइको युट्युब च्यानललाई चाहिँ सब्स्क्राइब अनि लाइक कमेन्ट या गरिदिनु होला गाइस। दाइलाई आउँछ के सबै थोक भन्नु न। मलाई त केही आउँदैन। चुमु ओ चुमु चुमु सुमन खै दिदी ए सुति हान। ए कहाँ जान्छ दादा दिउँछ? ए यता पठाइदिनु त्यसो। ए ल दिदी सो भए ल। अन्त सो गाइस आज चाहिँ फापर छर्नी अरे फापर छर्नु पर्यो। ए हाम्रो म्याडमजी माथि आउँदै हुनुहुन्छ। यहाँ बोका छ गाइस, बोका। हाम्रो गाउँ चाहिँ यस्तो छ न। हाम्रो दाइको हालत हेर्दा चाहिँ मलाई हाँसो लाग्छ भन्दा नि रुन मन लाग्यो। ए यसलाई के भन्छन् यसो कमेन्ट गरिदिउँ है यसलाई। कोडाले भन्छ यसलाई रे, कोडालो। पुनम आएनन्? आज चाहिँ घाम चाहिँ करक लाखै गाइचहरू। घाम करक मान्छे करक। मान्छे नि करकै हो। झन् बाबुजीले कति खन्नियो। उता उहाँ दाइ पनि करकै हुनुहुन्छ होइन गाइज। अल्छी त आउने बाउनी, अल्छी त आउने गाइज। हाम्रो भाउजूको हाँसो चाहिँ करक छ है। ल है गाइज। गाइज तिम्रो दिदीहरु फापर छ र हामी रोल सो छ भाइ। उहाँ आकाशमा भन्ने हुनुहुन्छ गाइज। जानु कहिले पहिले आकाश भन्छ नि गाइज। हामी चाहिँ तल पातामा जाँदै हो। मेरो मोबाइल के भएछ यस्तो धेरै देखान्छै कुरा हो। हेर्दै गरौँ है गाइजहरू। के हाम्रो रोन्ची मजाले अल्छी लाख के बछ र यहाँ चाहिँ घाँस काट्ने रे। उहाँ दाउरा दाउरा के बोले होला। म गीत गाउनु पर्यो के भाउजू, गीत गाइदिनु न। दाइ जाँदा घरे छ अहिले।
हरिया फिचायो मेरो चर्के पानीले अलिक चिसाएर नाच न अनि रगले यता टाउनु क्या बच्चाको दाइले गिराको नि सुन्नु ओके ल ल ल ल ल के ल के गाइस ल जाई साइली मैले हाते गरेर के गर्ने नसा नसा रगतमा छ तिमी वाह म बेजो त हान्दिन्छु है के भन्नु रे बिचमा बेजो फेरि म हान्दिन्छु क्या ल ल ल कोहीको त बेजो त हान्नु पर्यो क्या कोइलीको जस्तो छ वाउ ह ह ह ह ला 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 अनि अलि आफैले आमामा मैले पनि के हो तैँले फेरि कालिजको जस्तो स्वर निकाल्दैछ त्यही त भन्नु नि ला 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 भन्यो त अल्छी त आउने गाइड्सहरू काटेर यस्तो हो क्या हामी फेरि होइन गाइड्स हेलो ल ल दाइ दाइ नाचिदिउँ के नाचिदिउँ नाचिदिउँ दाइ नाचिदिउँ सो गाइस अहिले चाहिँ मलाई चाहिँ केही बोल्नै आउँदैन कि यार है त्यही भन रुन्ची ल रुन्चीलाई आज के भएछ यहाँ बिहान बिहानै कपडा धुलाइदिएको के अरे त्यही भएर यहाँ त रोइसक्नु भयो यहाँ चाहिँ कागती कुन कागती ए उदि के मम्मी यहाँ चाहिँ बारीको पाटा हो गाइस कालो कालो होइन यो भैँसी कालो छ गाई चाहिँ यहाँ चाहिँ अमिलो फुलेर रहेछ कोही खाने इच्छुक हुनुहुन्छ भने आउनु होला होइन अमिलो फुलिरहेको ऊ त्यहाँ ऊ गाइज यहाँ अब यहाँ चाहिँ उसकी मुहाले हुनु चाहिँ गाइजहरूले पाके छैन कि गाइज सरी तिमीको बुढाबुढी आमाम गाइचरो ल के भन्नुभयो यहाँ खाने हो पानीमा ए माथिको गडिया अरे वाउ वाउ ल ल ल ल इ हाम्रो भाउजूको हालत यस्तो हो गाइज ऊ यता दाइको हालत गाइज अब गाउँ गाउँमा भएपछि यत्तिको काम चाहिँ गर्नु पऱ्यो कि गाइजहरू यत्तिको काम चाहिँ गर्नु पऱ्यो होइन यता हुनुहुन्छ गाइजहरू
फापर त अहिले होइन नि खानु भाउजू भर्खरै डराइसक्नु भएको छ यति बेला यो के गरे त रोल गर्ने है गाइजहरू यहाँ फापर छ नि रोल गर्ने खन्नी ओहो नि मरै हामीले कहाँ अन्त रोल गर्ने हामीले त खन्ने होइन र गाइज हाम्रो यता यस्तो हालत छ हिजो के बिदी बल खेल्न गएको के अरे खुट्टै भाँचिरहनु भयो गाइज खेल्नै नसकेर तनाव यसरी होइन नि खोल्ने यार ऊ यार ऊ हाम्रो उहाँ मम्मीजी चाहिँ उहाँ घाँस लिएर गाइज गाइज यसलाई चाहिँ के भन्छन् थाहा तपाईँहरूलाई कमेन्ट गरौँ ल यसलाई के भन्छन् यसलाई के भन्छन् ल कमेन्ट गरौँ है गाइज ल कमेन्ट ल गाइज यसलाई कमेन्ट गर्नु पऱ्यो यो के हो भनेर कमेन्ट हान्नु पऱ्यो त्यही हो गाइज त्यही हो है कमेन्ट गर्नु पऱ्यो त्यसको नाम के हो भन्नु पर्ला कमेन्ट ल है गाइज अब चाहिँ म खनेको भिडियो देखाउँछु है त सो गाइज अहिले चाहिँ खनियो खनेर खन्ने सकिँदो रहेछ गाइज होइन तर के गर्ने गाह्रो छ गाइज अहिले उहाँ चाहिँ अमिलो झार्दै हुनुहुन्छ होइन अमिलो झार्दै हो दाइ चाहिँ उयो झारी पनि सक्नुभएछ यति बेला अघि नै देखाएको अमिलो यति बेला गाइज अमिलो सो गाइज ल केही भनिदिनु पर्यो लाइक सब्सक्राइब अरू कमेन्ट सेयर गर्नु पर्यो साथीहरू अनि टक्क लाएर अचो कति साह्रो टोकेको गाई छ न घाम त डराटी एउटा मसँग छ है होइन गाइज अब चाहिँ घरतिर जाने हो यस्तो अल्छी मन लाग्यो यार मलाई त गाह्रो छ अल्छी मात्रै भरसम्म बस्यो यार गाइजहरू के साह्रो चिमटेको र डराटी भनेछौ के एउटा मैले लगेछु भनिरहेको छु डराटी हरायो रे
एउटा दराटी यहाँ फोटो सोझा हाल भाउजूले अघि दराटी राखेको भाउजू तपाईँले अघि रोल उस काटेको कि के गरेको अरे एउटा जीवन रेसिम छ एउटा त्यहाँ छ अल्छी लागेको बेलामा नि यार के यस्तो यार गाह्रो छ हो गाई चाहिँ घामले मेटेछ यार अरू भन्दा नि गाई लौरो खोजिदिनु हुन्छ होइन आफूले राखेको लौरो पनि थाहा हुन्न है यहाँ छ होइन लौरो कहाँ रे यस्तो यार अब बोलियो फेरि खन्नी त्यही हो भेटियो यति बेला दराटी कहाँ छ अहिले यति बेला दराटी हराएको छ होइन गाइस दराटी हराएर कहाँ दराटी हरायो दराउटे दरा बेटाइस Thug life. किन नथराइकिन मागिने हुन्थ्यो ल यार दराटी हराएर यार भिजेको रमाइलो यार कहाँ राखेको र कस्तो गराए आफूले हेर्नु हजुर सानो सानोको गाई छ मेरो ठोकिसु गरे दराटी कटा हरायो ठुक्ले पट्टल्ला ओइ यता गछ रे यता छ होला गाई छ मलाई यहाँ झन्डै ठुकेको अरे दराटी कहाँ कहाँ राख्छन् गाई छ यार त्यहाँ त फेरि यता फर्काउँछन् मान्छेहरू आफूले कहाँ राख्ने आउन गाई दराटी अन्त हामीलाई हो कि सोध्नु पर्ने गाई चाहिँ यार मलाई भारी बोका दिखाउने मम्मी कहाँ लामो छ क्या गाई चाहिँ यति बेला चाहिँ मम्मी आइसक्नु भएछ अनि मम्मी आउनुभयो यति बेला गाइस यस्तो हौ पारी पारीको भ्यूज कि भ्यू देख्नु भएन माथि ओके तल माथि माथिको बाटोमा माथिको बाटोमा हाले अघि मैले लिएर गएको थिएँ केही बोल्नै आउँदैन यार मलाई त यार गाई चाहिँ यार चुरोट आन्दै हो दाइ चाहिँ चुरोट आन्दै पोच दिम डगी स्टाइल डगी पोच दिएको क्या
आय आय कता भयो कुन तर त्यो माइलो तपाईले काट्नी हो चाहिँ मैले काट्नी लिएर जानु भयो क्या ल गाइस अब यति भन्दै ल म मैले काट्ने बिराउन तर त्यो। चाहन्छु होइन तर मेरो च्यानललाई सब्सक्राइब गर्नु पर्यो सब गर्नु पर्यो गाइस होइन ल यता